नमस्कार साथीहरु, इन्टरभ्यूको सबैभन्दा पहिलो प्रश्न यही हुन्छ धेरै जस्तो इन्टरभ्यूमा। र यो प्रश्नमा हामीले हाम्रो कन्फिडेन्स, हाम्रो आई कन्ट्याक्ट, हाम्रो बडी ल्याङ्ग्वेज राम्रोसँग प्रस्तुत गर्न सक्यो भने सारा इन्टरभ्यू हाम्रो कन्ट्रोलमा हुन्छ र हामीले चाहेको पनि त्यही हो। अरु हेरेको हेरै हुन्छन्, हामी जागिर खाएको खाए हुन्छौं र यस्तो मान्छेले जागिर खायो 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 खायो। ल साथीहरु आउनुहोस्, आजको यस छोटो भिडियोमा हामी आफूले आफूलाई कसरी परिचय गराउने त भन्ने विषयमा रहेर चर्चा गर्छौं। सबैभन्दा सुरुमा तपाईले ढोकामा जेन्टल नक 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 गर्नुभयो, भित्रबाट आवाज आयो भित्र आउनुस्, अथवा आएन भने सर मे आई कम इन अथवा म भित्र आउन सक्छु भनेर भन्नुभयो। तपाई भित्र जानुभयो, कुर्सीमा जेन्टल तरिकाले बस्नुभयो, हातलाई फोल्ड गर्नुहुन्न, खुट्टालाई फोल्ड गर्नुहुन्न, टक्क जेन्टल तरिकाले ढाड सिधा बनाएर बस्नुभयो। त्यसपछि इन्टरभ्यू लिन बसेका सर मेमहरुले कहिलेकाहीँ ल तपाईको इन्टरभ्यू सुरु हुन्छ, आफ्नो परिचय बताउनुस् भन्न सक्नुहुन्छ, वा नमस्ते मेरो नाम यो हो, मेरो छेउमा आज इन्टरभ्यूको लागि बस्नुभएको विषय विज्ञ उहाँ हुनुहुन्छ, उहाँ अर्को विज्ञ हुनुहुन्छ भनेर चिनजान गराइसकेर ल तपाईको इन्टरभ्यू सुरु हुन्छ भन्न सक्नुहुन्छ। त्यसपछि तपाईको पालो, हिरोको पालो, त्यसपछि उम्मेदवारको पालो, नाम निकाल्ने मान्छे तपाई जस्तो मान्छेको पालो। अब तपाईले प्रश्नको लागि धन्यवाद, नमस्कार प्रश्नको लागि धन्यवाद भन्नुहुन्छ। त्यसपछि तपाईले यो चारवटा कुरा भन्नुहुन्छ, सकेसम्म यही प्याटर्नमा भन्नुहुन्छ। नाम र पूरा ठेगाना, अध्ययन, हालको कार्यालय, कहाँ कार्यरत हुनुहुन्छ अथवा के काम गर्नुहुन्छ अथवा गर्नुहुन्न भने पनि तपाईले यहाँनिर भनिदिनु पर्ने हुन्छ। कामको खोजीमा छु अथवा केही, जुन अहिले एकछिन पछाडि हामी चर्चा गरौँला, र रुचि। यति चारवटा कुरा भनिसकेपछि यही भित्रबाट केही इन्फर्मेसन लिएर प्रश्न सोध्ने मान्छेले अर्को प्रश्न सोध्नुहुन्छ। तपाईको जिल्लाको बारेमा सोध्न सक्नुहुन्छ, प्रदेशको बारेमा, तपाईको अध्ययनको बारेमा, तपाईको रुचिको बारेमा, तपाईको कार्यालयको बारेमा। जनरली रुचिलाई समातेर दोस्रो प्रश्न सोध्ने गरेको पाइन्छ। जस्तै नमस्कार प्रश्नको लागि धेरै धेरै धन्यवाद, मेरो नाम तुलसी आचार्य हो, मेरो घर झापा हो, यति मात्र भनेर हुँदैन। अझ कसैले प्रदेश जोडेर पनि भन्ने गर्दछन् र त्यहाँनिर तपाईले तपाईको गाउँपालिका हो कि नगरपालिका हो कि वडा नम्बर समेत भन्नुस्, ताकि तपाईलाई पछि प्रश्न सोध्दा कहिलेकाहीँ तपाईको गाउँपालिकाको बारेमा बताउनुहोस्, गाउँपालिकाको प्रमुख को हुनुहुन्छ तपाईलाई थाहा छ, गाउँपालिकाले तपाईलाई के कति सहयोग गरेको छ, गाउँपालिकामा कस्तो अधिकार हुँदो रहेछ, यस्ता प्रश्नहरू पनि आउन सक्छन्। त्यसपछि दोस्रोमा मैले अध्ययन गरेको विषय, अब कसैको 2-3टा मास्टर्स 2-3टा ब्याचलर्स छ भने पनि तपाईले त्यहाँनिर बताउनु पर्ने हुन सक्छ, नबताए पनि हुन्छ। किनभने तपाईले एउटा त्यहाँ सबमिट गरेको डकुमेन्ट सबमिट गर्दाखेरि सबै सबमिट गर्नु पर्दैन। विशेष गरी शाखा अधिकृतको लागि जाँदा साथीहरुको 2-3टा मास्टर्स हुन सक्छ, तर मूल विषयलाई चाहिँ त्यहाँ समेट्नुस्। त्यसपछि मैले चाहिँ यो कार्यालयमा कार्यरत रहँदै नाम निकाले अथवा यो कार्यालयमा कार्यरत थिए र रुचि भन्नुपर्छ। यसलाई फुल प्याटर्नमा भन्छु। प्रश्नको लागि धेरै धेरै धन्यवाद, नमस्कार मेरो नाम तुलसी आचार्य हो, मेरो घर झापा जिल्ला बारदसी गाउँपालिका वडा नम्बर 5 हो, मैले मास्टर इन फिजिक्स एमएससी फिजिक्स, मास्टर इन सोशल वर्क गरिसकेको छु र हाल म मास्टर इन पब्लिक एडमिनिस्ट्रेसन अथवा पब्लिक एडमिनिस्ट्रेसनमा मास्टर्स गर्दैछु र म अहिले नेपाल सरकारको शाखा अधिकृत पदमा कार्यरत रहेको छु। कार्यरत पनि कहाँ रहेको छु फुल ठेगाना भन्दिने। र मेरो रुचि भनेको अध्ययन गर्ने, किताबहरू पढ्ने, साथीभाइहरूलाई सहजीकरण गर्नका लागि युट्युबमा भिडियोहरू बनाउने, विभिन्न ठाउँहरू घुम्ने, अथवा 2टा मात्रै रुचि भने हुन्छ, अध्ययन अनुसन्धान गर्न, इन्टरभ्यू हेर्न मलाई मनपर्छ, अथवा पत्र पत्रिका पढ्न, खोजी अनुसन्धानका कार्यहरू गर्न मनपर्छ, अथवा नयाँ नयाँ ठाउँहरू घुम्न मनपर्छ। जनरली चाहिँ बुकहरू पढ्न, इन्टरभ्यूहरू हेर्न, अध्ययन अनुसन्धान गर्न मनपर्छ भन्न सक्छौं। त्यसपछि उहाँले कुन बुक पढ्नु भयो त पछिल्लो समयमा, कुन ठाउँ घुम्न जानुभयो त, अथवा स्पोर्ट्स खेल्न मनपर्छ, फुटबल क्रिकेट खेल्न मनपर्छ भन्दा पनि हुन्छ, त्यस क्रिकेटका कुराहरू आउला। अथवा तपाईले माथि भन्नुभयो नि एमएससी फिजिक्स पढ्नु भएको रहेछ, त्यसो भए किन सेवामा आउनुभयो त, अध्ययन अनुसन्धान गर्नको लागि त एमएससी फिजिक्स पढेपछि अन्य उपायहरू पनि छन् भन्न सक्नुहुन्छ। तपाई झापाको हुनुहुँदो रहेछ, झापाको चाहिँ अन्य विशेषता बताउनुहोस्, त्यहाँको धार्मिक सांस्कृतिक अवस्था के कस्तो छ बताउनुहोस्। यस्तो तरिकाले उहाँले क्वेशन सोध्न सक्नुहुन्छ। त्यसकारणले सुरुमा इन्ट्रोड्युस गराउँदा चारवटा कुरालाई विशेष फोकस गरेर नाम, पूरा ठेगाना, अध्ययन के गर्नुभयो, हाल कहाँ कार्यरत हुनुहुन्छ, रुचि, यति कुरालाई सकेसम्म समेट्ने प्रयास गर्नुहोस्। यसबाहेक कुनै एउटा 2टा कुरा थप्दा पनि नो प्रब्लम, तर यति कुरा चाहिँ बेसिकली भएको एकदमै राम्रो। साथीहरु धेरै धेरै धन्यवाद, सफलताको शुभकामना, कन्फिडेन्स भएर, आत्मविश्वासी भएर, मन्द मुस्कानका साथ फ्लोरमा गएर इन्टरभ्यू दिनुस् र सरकारी सेवामा आउनुस्। वेलकम, धन्यवाद।